यहाँहरू सबैलाई आजको दिनको अभिवादन तथा जय मसीह। म यहाँहरू समक्ष आज पनि शैतानको सपनाको विषयमा तपाईहरुसँग कुराकानी गर्नेछु। तर शैतानबाटको सपना, जो सपनामा मरेका मानिसहरू देख्नुहुन्छ, त्यसको विषयमा एउटा उदाहरण प्रयोग गरेर म तपाईसँग यो विषयमा भन्न चाहन्छु। धेरै मानिसहरूले आज सपना देखिराख्नु भएको छ, तर त्यसको वास्ता गर्नु हुँदैन। कतिजनाले त्यसको वास्ता गर्नुहुन्छ, तर कतिजनाले त्यसको वास्ता गर्नु हुँदैन। वास्ता नगरे तापनि सपनामा देखिएका कुराहरू त्यो भएर नै छोड्छन्, भएर नै गइरहेका हुन्छन्, त्यो प्रयोगमा आइराखेका हुन्छन्। म तपाईलाई एउटा यस्तो उदाहरण बताउन चाहन्छु, जो चाहिँ सपना, मरेको मानिस सपनामा आएको कुराको विषयमा। अनि तपाईलाई त्यो जिज्ञासा लाग्न सक्छ, मरेको मानिस सपनामा आउँदछ त, या अरू कोही हो सपनामा आउने? अरू कोही हो भने को हो त भन्ने कुराको सवाल आउन सक्छ। अनि त्यसो भए मरेको मानिस आउँदैन भने को आउँछ त? यदि आउँदैन भने त्यो कहाँ जान्छ त भन्ने कुरा पनि हो। त्यसैले म तपाईसँग यो कुराको विषयमा आज म कुराकानी गर्नेछु। एकजना हाम्रो विश्वासी बहिनी हुनुहुन्थ्यो। जहिले पनि उहाँ बिमारी भइरहनुहुन्थ्यो। अनि जहिले प्रार्थना गर्यो, बिमारी निको नहुने। एक दिन म यसै घुम्दै गइरहेको थिएँ उहाँको घरमा। अनि उहाँले मलाई सपना भन्नुभयो। भान्सा कोठामा हामी बस्यौँ, भान्सामा खाना पकाउँदै हुनुहुन्थ्यो, हामी बस्यौँ। अनि उहाँले मलाई सपना भन्नुभयो, पासु दाइ, म सपना देख्ने गरेको छु। सपनामा मेरो बुवालाई देख्ने गरेको छु। जहिले पनि मेरो बुवा आउनुहुन्छ अनि चुरोट माग्नुहुन्छ, अनि त्यसको लागि माचिस माग्नुहुन्छ। अनि मेरो बुवाले माग्नुभयो, बुवा आउनुभयो भनेर माया गर्छु र उहाँलाई चुरोट पनि दिन्छु अनि माचिस पनि दिने गर्छु। जब म सपनाबाट बिउतिसकेपछि भोलिपल्ट बिहान उठ्दाखेरि म बिमारी भएको हुन्छु। सपना नदेखेको बेला बिमारी भएको हुँदिन, तर यस्तो सपना देखेको बेला म बिमारी भएको हुन्छु भनेर उहाँले भन्नुभयो। त्यसपछि मैले उहाँलाई यो सपना सुनिसकेपछि सम्झाएँ, सपनाको बारेमा बताएँ। यो सपना के हो भन्ने कुराको विषयमा म भन्दैछु, उहाँलाई सिकाएँ। अनि तपाईँले देख्नुभएको बुबा चाहिँ वास्तवमा तपाईँको बुबा होइन। तपाईँको बुबा जो मर्नुभयो, उहाँ चाहिँ कि त स्वर्ग जानुभयो, आनन्दको ठाउँमा, परमेश्वरको घरमा, शान्तिको ठाउँमा जानुभएको छ। त्यहाँ पनि अधीनमा बस्नुपर्छ, एउटा परिधि हुन्छ, त्यो परिधिमा भित्र रहनुपर्छ, निस्केर आउँदैन यहाँ पृथ्वीमा। अनि त्यसपछि मैले उहाँलाई अर्को कुरा भने, अनि या त स्वर्ग गएन भने या त नरक जाँदछ। यदि नरक गयो भने त्यहाँ दण्ड भोग्न, अनि त्यहाँ कष्टको ठाउँमा सजायको निम्ति गएको हो। सजाय भोग्न गएको कारणले गर्दा त्यहाँबाट पनि निस्केर यहाँनिर पृथ्वीमा आउन पाउँदैन। मरेकोबाट कोही पनि मानिस पृथ्वीमा आउँदैन भनेर मैले उहाँलाई सिकाएँ। यो बाइबल पुस्तक लुका 16 अध्यायको 19 पददेखि 31 पदसम्मको खण्डमा यो लेखिएको छ। धनी मानिस र लाजरसको कथा मा चाहिँ त्यो कुरा लेखिएको छ। मरेकोबाट कोही पनि पृथ्वीमा फर्केर आउँदैन भनेर त्यहाँनिर लेखिएको छ। त्यसो भए मरेको मानिस चाहिँ मरेकोबाट पृथ्वीमा हामीकोमा आउँदैन भने को आउँछ त? यहाँ को आउँछ भन्दाखेरि शैतान आउँछ। शैतान मरेको मानिसको रूप लिएर, वेशभूषा लिएर, जस्ताको तस्तै सेम भएर ऊ आउँदछ। अनि तपाईले त्यसलाई चुरोट दिनु भनेको, माचिस दिनु भनेको चाहिँ, तपाईले जे कुरा मागेको छ त्यो तपाईले दिनु भनेको चाहिँ
उसँग सम्झौता गरेको, उसलाई माया गरेको भनेर मैले उहाँलाई सिकाएँ। अबदेखि त्यो चाहिँ तपाईँको बुवा आएको होइन अनि शैतान आएको भनेर मैले उहाँलाई यो कुरा सिकाएँ। अनि मैले उहाँलाई भने, ओ अब चाहिँ सपना देख्नुभयो भने, सपनामा तपाईँको बुवा आउनुभयो भने तपाईँले चाहिँ त्यसलाई त मेरो बुवा होइनस्, त शैतान होस् भनेर तपाईँले त्यसको विरोध गर्नुहोस् भनेर मैले उहाँलाई सिकाएँ। शैतान भनेको चाहिँ कुनै मरेको मानिसको आत्मालाई, मरेका मानिसहरूलाई भनेको होइन, अथवा जीवित मानिसलाई पनि भनेको होइन। शैतान भन्ने छुट्टै छ, त्यसको विषयमा कुरा गरेको। अनि त्यसपछि सपनामा चाहिँ उहाँलाई मैले सिकाए जस्तै एक दिन सपनामा फेरि आउनुभएछ। सिकाइसकेपछि उहाँले चुरोट माग्नुभएछ, चुरोट मागेछ अनि त्यो माचिस मागेछ। त्यसपछि उहाँले विरोध गर्नुभयो, त मेरो बुवा होइन शैतान भनेर उहाँले एकदमै विरोध गर्नुभएछ। अनि आगोको हल्टुले नै त्यो उछिटाएर हानिदिनु भएछ। त्यो दिनदेखि कहिले पनि सपनामा मरेको बुवा भनेर जो शैतान आउने गर्थ्यो त्यो चाहिँ आएन। नआएपछि अनि उहाँ चाहिँ फेरि बिमारी हुनु भएन, उहाँ निको हुनुभयो। सपना देखेपछि बिमारी हुने समय थियो उहाँको, त्यो सबै कुरा निको भयो। उहाँ अहिलेसम्म निको भएको हुनुहुन्छ। मैले फेरि उहाँलाई सोधेँ, त्यसपछि यो कुरा मलाई थाहा आयो। त्यसपछि उहाँले सबै कुरा बताउनु भएको थियो। त्यसैले लुका 16 बाइबल पुस्तक लुका 16 अध्यायको 19 पददेखि 31 पदसम्मको कुरा खण्डमा तपाईँले हेर्नुभयो भने त्यहाँ कोही पनि पृथ्वीमा फर्केर आउँदैन। शैतान पृथ्वीमा मानिसको रूप लिएर, मरेको मानिसको रूप लिएर तपाईँकोमा आउनुको एउटै मात्र उद्देश्य छ, तपाईँलाई रोगी बनाउने अनि तपाईँलाई मृत्युमा पुर्याउने चाहना उसको छ। त्यो उद्देश्यको निम्ति तपाईँकोमा आएको। त्यसैले उसले मागेको कुरा कोही पनि तपाईँको आफ्नै मान्छे होस्, आफ्नो मान्छे, साथी, छर छिमेकी, इष्टमित्र, जोसुकै होस्, मरेको व्यक्ति तपाईँकोमा आयो भने तपाईँ त्यसलाई माया नगर्नुहोस्। त्यो तपाईँको व्यक्ति आएको होइन, तपाईँको मरेको मानिस आएको होइन, किनकि कि त ऊ स्वर्ग गएको छ कि त ऊ नरक गएको छ। त्यसकारण यहाँ को आएको त भन्दा शैतान आएको। अनि तपाईँले मरेको मानिसलाई हो मेरो मानिस आयो भनेर भन्नुभयो र स्वीकार गर्नुभयो, त्यसले मागेको कुरा तपाईँले दिनुभयो र त्यसलाई माया गर्नुभयो भने त्यो तपाईँले मरेको तपाईँको आफ्नो मानिसलाई माया गरेको होइन, त्यो चाहिँ शैतानलाई माया गरेको। शैतानलाई माया गर्नुभयो भने तपाईँले त्यससँग सम्झौता गरेको। सम्झौता गर्नु भनेको चाहिँ तपाईँले आफूले आफूलाई उसलाई अर्पण गरेको। तपाईँ रोगी बन्नुहुनेछ, तपाईँ मर्नुहुनेछ। त्यसकारण तपाईँ उसलाई इन्कार गर्नुहोस्, शैतानलाई, शैतानको उद्देश्य पुरा हुन नदिनुहोस्। म बाँकी भागहरूमा म सपनामा अझै को आउँछ, कसरी आउँछ त्यो विषयमा म बताउनेछु। धन्यवाद।